त्यहाँ गएर चाहिँ हामी 12 बजिसकेको थियो। अनि उहाँहरू सुतिराख्नु भयो रहेछ। अनि त्यसपछि हामीले उठाउनु भयो मामाहरूले, बाजालाई यस्तो भयो, हामीलाई उठाउनु उठाउनु भयो। अन्त हामीले उठाएर चाहिँ बाजाले यस्तो गरे, यस्तो भयो, के भयो यसरी भयो चाहिँ हाम फाल्यो, र पनि केही भएन, यताउता भयो, यस्तो यस्तो गऱ्यो भनेर उहाँले सबै कुरा बताइसकेपछि उहाँले चाहिँ अब आफ्नो त्यो थानमा चाहिँ बत्तीहरू बाल्नुभयो र बस्नुभयो। अनि मलाई छेउमा राख्नुभयो। अनि सधैँ मलाई थाहा हुँदैन थियो उहाँले कुन देवी देवताहरू चलाउँदै हुनुहुन्छ, कुनलाई चाहिँ उठाउनुहुन्छ भन्ने कुरा थाहा भएन। तर त्यतिखेर मलाई यो थाहा हुन्थ्यो, आत्मा महसुस हुन्थ्यो कि उहाँले चाहिँ यो समय योलाई चाहिँ उठाउँदै हुनुहुन्छ भन्ने कुरा थाहा हुन्थ्यो। येशू क्रिस्टको नाममा म त्यो कुरालाई चाहिँ कुल्चिन्छु भनेर चाहिँ मैले त्यही भन्थेँ कि जब चाहिँ उहाँले चाहिँ सुरुमा चाहिँ रिठे झाँक्रीको आत्मा उठाउनु भयो। म रिठे झाँक्रीको आत्मालाई चाहिँ येशूको नाममा कुल्चिन्छु, येशू चाहिँ सबैभन्दा माथि हुनुहुन्छ, त्यो आत्मा मेरो जीवनमा चल्दैन भनेर चाहिँ मैले भनिसकेपछि अनि उहाँले कालीको आत्माहरूलाई उठाउनु भयो। अनि यतिखेर चाहिँ कालीको आत्मा उठाउँदैछ भन्ने कुरा चाहिँ मलाई चाहिँ पुरा थाहा हुने कि। अनि वायु उठाउनु भयो, अनि यस्ता जङ्गलीलाई उठाउनु भयो। अनि कुनै आत्मा पनि ममा चाहिँ त्यो चलेन, केही पनि चलेन। अनि मैले चाहिँ येशू क्रिस्टको नाममा चाहिँ ती कुरा चाहिँ इन्कार गर्छु भनेर चाहिँ कुल्चिन्छु। तपाईँले पनि प्रभु येशू क्रिस्टलाई चाहिँ ग्रहण गर्नुपर्छ, किनकि सबैका पिता, सबैका परमेश्वर चाहिँ उहाँ चाहिँ एकमात्र परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ भनेर चाहिँ त्यतिखेर उहाँलाई चाहिँ मैले एउटा सुसमाचार जस्तो पनि भनिदिएँ क्या त्यतिखेर। त्यस्तो तपाईँबाट आउँदैछ भित्रबाट, त्यसरी आउँदैछ। अनि उहाँले चाहिँ के भन्नुभयो त्यसपछि, उहाँले चाहिँ बाइबल पढेको रहेछ। अब के अरे त्यस्तो बाइबल पढेको कारण चाहिँ त्यस्तो भएको होला। मैले चाहिँ असिता फुकिदिएको छु, यो असिता चाहिँ बादमा गरिदिनु ठिक हुन्छ भनेर चाहिँ उहाँले चाहिँ त्यहाँबाट पठाइदिनु भयो। अनि मामाले भन्नुभयो के गर्छ भन्छ, यो असिता खान्छ भन्नुभयो। मामा म खाँदिनँ, होइन प्रभुले मलाई यस्तो ठाउँबाट बचाउनु भएको छ, म चाहिँ अब मलाई चर्चमै लगिदिनुहोस् भनेर चाहिँ मैले भनिदिएपछि उहाँले पनि त्यस्तो कर गर्नु भएन। अनि बिहान दिदी आउनु भएछ। अनि यस्तो यस्तो अब उहाँ दिदी पनि छक्कै पर्नुभयो नि त, मामाहरू छक्क पर्नुभयो। अनि दिदी पनि आउनु भएछ, यस्तो यस्तो भयो, यस्तो ठाउँदेखि हाम फालेको र पनि यस्तो भयो भनेपछि प्रभुले गर्नुभएको रहेछ भन्ने कुरा दिदीलाई पनि एक खालको भएपछि के अब त चर्चमा जान्छस् त भन्नुभयो क्या दिदीले पनि। त्यति भएपछि चाहिँ उहाँले पनि देख्नुभयो नि त बाबुको कामले यस्तो यस्तो भइसकेपछि मामाले सुनाउनु भयो, सबै छक्क परे नि त। अनि एउटा छक्क पर्ने कुरा चाहिँ एउटा उसले गर्नुभयो, कुनै दिन उहाँले पनि हेर्नुभयो भने मेरो मामाको घर रोडदेखि मुनि चाहिँ एउटा साईबाबाको मन्दिर थियो। मामाको मन्दिर र चाहिँ मामाको घर चाहिँ तलतिर मास्तिर। अनि उहाँको त्यो गुरु पनि आउनुभयो बिहान र अनि रात धेरै कुराहरू भइराखेको थियो। मलाई अचम्म लागेको चाहिँ के हो भयो भने, भाइ तिम्रो खुट्टा दुखेको छ कि छैन भन्नुभयो। दुखेको छैन भने मैले किन भनेर चाहिँ हाम्रो मामाले पनि सोध्नुभयो। 2072 सालको भूकम्पमा पनि त्यति साह्रो यो मन्दिर हल्लिएको थिएन, जब तिमीले भुइँमा खुट्टा ठटार्दै थियो त्यो कुरा चाहिँ यो मेरो मन्दिर चाहिँ त्यति धेरै हल्लियो भन्नुभयो कि। तपाईँले खुट्टा ठटाउँदाखेरि चाहिँ पुरा मन्दिर हल्लिँदैछ। जब मैले तैँले मलाई मार्न सक्दैनस्, येशूको नाममा तँलाई कुल्चिन्छु भनेर चाहिँ मैले जब त्यो भनेको भन्दै यसरी मैले खुट्टा चाहिँ पुरा भुइँमा ड्याङ्की हान्दै थिएँ। तर त्यो कुरा चाहिँ अब रोडभन्दा पारिपट्टिको घर हो, त्यो घर त हल्लिन्छ, बिल्डिङ त हल्लियो होला, त्यो घर हल्लिँदा अब असम्भव जस्तो देखिन्छ, ठिकै नै हो। तर जब रोडदेखि पारिपट्टिको बिल्डिङ हल्लिनु चाहिँ एउटा असम्भवै हो नि त। अनि त्यो कुरा सुनेपछि चाहिँ मलाई पनि त्यो अहिले अझै पनि त्यो कुराहरू सम्झिन्छु। प्रभुले मलाई यति धेरै शक्ति दिएको रहेछ बचाउनुको लागि, त्यस्तो धेरै चाहिँ प्रभाव रहेछ। मलाई त त्यस्तो ठुलो त सोचेको थिइनँ। उहाँले त्यो भन्दै गर्नुभयो त म अझै के अरे अचम्मित भयो क्या, म आफै पनि। अनि मामाहरू पनि छक्क पर्नुभयो क्या त्यो कुरा सुनेर। उहाँले अब एउटा गुरु हो, अब मन्दिरको गुरु, उहाँले त्यस्तै कुरा त नबनाउनु पर्ने। उहाँले चाहिँ के भन्नुभयो भने 72 सालको भुइँचालो भन्दा पनि धेरै चाहिँ यो हल्लियो क्या खुट्टा उहाँको मन्दिर, रोडदेखि पारिपट्टिको मन्दिर हल्लिँदैछ। अनि मैले भने दुखेको छैन, मेरो खुट्टा केही भएको छैन, दुखेको छैन, मैले किन काट्नु हजुरलाई, दुखेको छैन भनेर चाहिँ भने। उहाँले चिया खानुभयो अनि जानुभयो। उहाँ पनि अचम्मित हुनुभयो। अनि त्यसरी भइसकेपछि मलाई त्यो कुराहरू बिहानहरू त्यो गुरु आउनुभयो, दिदी आउनुभयो, त्यस्तो कुराहरू भइसकेपछि अब हामी चर्चमा जाने निर्णय गऱ्यौँ। चर्चमा जाने निर्णय गरिसकेपछि दिदी, म अनि मामा चाहिँ हामी चर्चमा गयौँ। अनि हाम्रो त्यहाँ बिर्तामोडमा चाहिँ एउटा बिलिभर्स चर्चमा चाहिँ हामी गयौँ। त्यहाँको पास्टरले चाहिँ सोध्नुभयो अनि के भयो भन्ने कुराहरू। अनि हामी यस्तो यस्तो भयो, राति यस्तो यस्तो कुरा भयो, भान्जाले चाहिँ एउटा प्रभुलाई चाहिँ मन ग्रहण गर्न चाहेको थियो, अनि हामीले चाहिँ यस्तो कुराहरूलाई इन्कार गरिराखेको थियौँ। अनि ऊ चाहिँ धार्मिकमा जाँदै थियो।
राति चाहिँ यस्तो यस्तो भयो, उसले चाहिँ हाम फाल्यो, अनि यसरी चाहिँ ऊ चाहिँ हाम फाल्दा पनि उसलाई चाहिँ केही भएन, ऊ चाहिँ अहिले प्रभुमा गर्नुपर्छु भन्दैछ भनेर चाहिँ भनिसकेपछि ठिकै छ, प्रभुलाई पाउनु भनेको चाहिँ राम्रो कुरा हो। म पनि यस्तो यस्तो थिएँ, म धेरै विश्वासीहरूलाई चाहिँ मैले चाहिँ धेरै चर्चहरू भत्काएको व्यक्ति हो। प्रभुलाई पाउनु भनेको चाहिँ एकदम ठुलो कुरा हो। तपाईँहरूले चाहिँ एउटा ठुलो चाहिँ एउटा प्रभुलाई यो कुरा चाहिँ एउटा ठुलो अवसर हो भनेर चाहिँ उहाँले चाहिँ त्यो आफ्नो गवाई पनि सेयर गर्नुभयो। अनि त्यसको बादमा उहाँले मलाई ग्रहण गराइदिनु भयो। अनि त्यसमा उहाँले फेरि प्रार्थना गर्नुभयो। प्रार्थना गरेपछि फेरि पनि मलाई त्यो आत्माले चाहिँ फेरि समायो, आत्माहरू आयो। अनि त्यसपछि उहाँले त्यो आत्मालाई हकार्नुभयो अनि प्रार्थना गरिदिनु भयो। अनि त्यसपछि म फर्केँ। अनि त्यसको रातमा चाहिँ मैले एउटा दर्शन देखेँ। कस्तो दर्शन देखेँ भने म एउटा पोखरीको छेउमा थिएँ सपनामा। अनि मलाई चाहिँ एउटा बमिट आयो, मेरो चाहिँ पेटबाट चाहिँ एउटा बमिट आयो। अनि चाहिँ मैले चाहिँ बमिट गरिदिएँ। अनि बमिट गरिदिएपछि एउटा मैले कालो एउटा किरा चाहिँ दुईवटा सिङ भएको थियो, यस्तो सिङ जस्तो आएको। अनि त्यसको एउटा कालो किरा चाहिँ मैले बमिट गरेँ। अनि म चाहिँ भन्दो रहेछ अरे त्यो किराले देखेको सकेपछि, यो किराले चाहिँ यसले रहेछ मलाई त दुःख दिएको, मलाई पेटमा दुःख दिने, अनि मेरो घाँटीमा दुःख दिने त यो रहेछ भनेर चाहिँ मैले कुल्छेर मारेँ अरे। अनि त्यस्तो सपना देखेँ। अनि मैले म बिहान बिउजेँ। बिहान बिउजा चाहिँ मलाई चाहिँ एकदम हल्का भयो कि मेरो शरीर चाहिँ अब पुरा चङ्गाइ भएको कि एकै रातमा नै चङ्गाइ भयो। एकै रातमा चाहिँ मलाई चाहिँ एकदम आश्चर्य नै भयो। अनि मामाहरूले पनि अब याद गर्नुहुँदैछ, यति खुसी हुनुभयो कि मेरो फेसहरू देखेर। अनिदेखि म चाहिँ अब हँसिलो खुसीले देखेँ क्या बिहान। म बिहानै उठेँ अनि यताउता म चाहिँ कसियाहरू लगाउनु थालेँ, यताउता गर्न थालेँ। अनि मामाहरू देखेर चाहिँ मम्मीलाई फोन गर्नुभयो, भान्जा त के भयो अनि प्रभुले नै चुन्नु भएको रहेछ, भान्जा त अहिले त पुरा दिदी निको भएर चाहिँ रातो नै पीडा भइरहेछन् भनेर चाहिँ भन्नुभयो कि। हजुर। अनिदेखि भनिसकेपछि अनि त्यसपछि हामी चाहिँ अब त्यहाँ गयौँ। अनि मैले बाइबल पढ्न थालेँ। अनि त्यसपछि त्यहाँ एक दिन म फेरि बसेर चाहिँ अब घरमा आउने कुराहरू भइरहेको थियो। बिचमा कहिले कहिले अलिकति समस्या भएको जस्तो हुन्थ्यो। अनि म फेरि पनि प्रार्थना गरिदिनुहुन्थ्यो उहाँहरूले। त्यस्तै त्यस्तै म यहाँ आएँ। अनि यहाँ आइसकेपछि फेरि यहाँ हामी परिवारले पनि यहाँ ग्रहण गर्नुभयो, मेरो परिवारले पनि। अनि दाजुले मम्मीले पनि मेरो कारणले गर्दा प्रभुलाई पाउनुभयो। त्यसपछि हामी लगातार चर्च आउन थाल्यौँ। तरै पनि फेरि पनि मेरो जीवनमा अलिकति समस्याहरू प्रभुलाई पाइसकेपछि पनि फेरि पनि त्यो समस्याहरू आयो। अनि समस्याहरू फेरि पनि पेटको समस्याहरू, घाँटीको समस्याहरू, घाँटीको भन्दा पनि अझै पेटको समस्या चाहिँ अलिकति बढेर गयो। म उपवासको समयमा थिएँ। त्यसको समयमा फेरि मलाई अलिकति समस्याहरू फेरि पनि आयो। तर पनि मलाई यो थियो कि बरु म मरे पनि अब चाहिँ म प्रभुलाई चाहिँ त्याग्दिनँ, किनभने मलाई प्रभुले यस्तो ठाउँदेखि बचाउनु भएको छ। म बरु मर्छु तर पनि म प्रभुलाई चाहिँ छोड्दिनँ भन्ने चाहिँ एउटा ममा थियो। म भएकोले त्यो पीडाहरू फेरि पनि दोहोरिँदै गर्दा प्रभुलाई म प्रार्थना गर्थेँ, प्रभु मलाई बरु शर्म पार्नुहुँदैछ, मलाई बरु उठाउनुहोस् भनेर चाहिँ त्यसरी म प्रार्थना चाहिँ गर्थेँ। अनि फेरि पनि मेरो हालतहरू चाहिँ अलिकति समस्याहरू बढ्दै गएको देखेर मण्डलीले चाहिँ मेरो लागि चाहिँ उपवास प्रार्थनाहरू गरिदिने, मेरो लागि मेरा धेरै प्रार्थनाहरू चाहिँ अब दिन प्रतिदिन प्रार्थना हुन थाल्यो। अनि त्यसपछि चाहिँ जब मैले उपवासलाई पनि समाप्त गरेँ अनि प्रार्थना पनि गरिदिनु भयो, त्यसपछि मेरो जीवनमा फेरि पनि प्रभुले काम गर्न थाल्नुभयो, मलाई चाहिँ छुटकारा दिन थाल्नुभयो। अनि जब उहाँको बारेमा अझै बुझ्दै गएँ अनि सत्य के हो तिमीले सत्यले चाहिँ तिमीलाई स्वतन्त्र गराउनेछ भनेर चाहिँ कुराहरू चाहिँ थाहा पाएपछि उहाँको प्रेम बुझ्न थालेँ। उहाँले चाहिँ हामीलाई कस्तो प्रेम गर्नुभएको छ। हामी त पहिले त अब हामीले चाहिँ अब बाँच्नु थियो, निको हुनु मात्रै थियो होइन। तर जब प्रभुमा पाइसकेपछि अब के रहेछ उहाँको रहस्य कुराहरू बुझ्नु थालेपछि, उहाँको सत्यतालाई थाहा पाइसकेपछि, उहाँले एकमात्र सृष्टिकर्ता, उहाँ चाहिँ हामीलाई बचाउन आउनुभएको, उहाँले चाहिँ हामीलाई चाहिँ हाम्रो पापको क्षमाको लागि चाहिँ उहाँ चाहिँ बलिदान हुनुभएको, हाम्रो लागि चाहिँ उहाँले रगत बगाउनु भएको, उहाँले चाहिँ हामीलाई विजय दिनुभएको रहेछ होइन। शत्रुमाथि दुष्टमाथि चाहिँ हामीलाई चाहिँ विजय दिनुभएको रहेछ भन्ने कुराहरू चाहिँ बिस्तारै अब बुझ्न थालेँ। प्रभुको नजिक जान थालेँ। म प्रभुलाई चाहिँ अब वचनहरू पढ्ने, प्रार्थनाहरू गर्ने, उपवासहरू बस्ने अनि कुराहरू गर्न थालिसकेपछि अनि मेरो जीवनमा चाहिँ बिस्तारै 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 चाहिँ एउटा बल आउन थाल्यो, एउटा ऊर्जा एक खालको होइन प्रभुले दिन थाल्नुभयो। बिस्तारै बिस्तारै मेरो जीवनमा फेरि पनि प्रभुले एक्कासी अहिले मलाई लाग्छ प्रभुले मलाई एकैचोटि म निको भएको भए सायद म यति धेरै प्रभुको नजिक हुने थिइनँ होला। अनि सायद म एकैचोटि निको नभएको कारण फेरि मेरो जीवनमा समस्या आएको कारण पनि म प्रभुलाई धन्यवाद दिन्छु कि अझै म प्रभुमा चाहिँ गहिरिन सकेँ क्या।
अझै म चाहिँ त्यतिखेर चाहिँ म जब बिरामी हुन्थेँ, जब अलिक समस्या हुन्थ्यो, म चाहिँ जब प्रार्थनामा धेरै समयहरू बिताउँथेँ होइन, बाइबल अध्ययनमा चाहिँ मैले धेरै समयहरू बिताउने गर्थेँ। अनि मान्छेको गवाईहरू, वचनहरूलाई चाहिँ अझै हेर्ने, अझै आफ्नो विश्वासलाई चाहिँ दरिलो बनाउने कामहरू चाहिँ अझै मैले गर्न पाएँ, मौकाहरू चाहिँ मिल्यो। अनि जब उहाँको रहस्यहरू बुझ्न थालेँ, उहाँको प्रेमहरू बुझ्न थालेँ, एकदम आनन्द लाग्न थाल्यो कि जब मलाई जुन डर थियो त्यो डर चाहिँ अब चाहिँ हट्न थाल्यो कि अब चाहिँ मरे पनि किन म चाहिँ सुरक्षित छु, किनकि मेरो आत्माको लागि चाहिँ उहाँले चाहिँ एउटा बलिदान गर्नुभएको छ। अब चाहिँ म मरेँ भने पनि मेरो आत्माले चाहिँ के त त्यो दुःख भोग्नु पर्दैन। मलाई चाहिँ पहिलेको मृत्युको डर चाहिँ किन लाग्थ्यो भने मर्नु त मर्छु, मरिसकेपछि मेरो आत्माले के हुन्छ भन्ने प्रश्न चाहिँ त्यहाँ चाहिँ मेरो जिज्ञासा चाहिँ उहाँ मृत्युको कारणले अब चाहिँ म मरेँ भने पनि मेरो आत्मा चाहिँ प्रभुमा छ। प्रभुले चाहिँ किनभने मेरो पापको लागि, पापले गर्दा चाहिँ आज मेरो आत्मा चाहिँ नाश भइरहेको थियो। त्यो पापलाई चाहिँ उहाँले चाहिँ मेरो पापलाई चाहिँ कबार क्रुसमा चाहिँ टाँगिदिनु भएको रहेछ। मेरो पापलाई चाहिँ उहाँको रगतले चाहिँ किनिएको रहेछु। उहाँले चाहिँ हामीलाई चाहिँ सबैलाई चाहिँ बाँचोस् भनेर चाहिँ उहाँ आउनुभएको रहेछ भन्ने कुराहरू चाहिँ मलाई एकदम आनन्द, एउटा ऊर्जा आउन थाल्यो क्या। जब उहाँको प्रेम चाहिँ नि उहाँ बुझ्नु थाले, परमेश्वरले चाहिँ मानिसलाई गरेको प्रेम यूहन्ना 3:16ले पदहरू पढ्दाखेरि होइन, अनि जब पनि उहाँको अनुग्रहको वचनहरू म पढ्न थालेँ, पावलले लेखेका पत्रहरू पढ्न थालेँ, एकदम आनन्द लाग्ने क्या मलाई। ओ प्रभुले चाहिँ मलाई बचाउनु आउनु भएको रहेछ होइन, उहाँले चाहिँ हाम्रो लागि चाहिँ बलिदान गरिसक्नु भएको रहेछ, उहाँले चाहिँ मलाई विजय दिनुभएको रहेछ, मैले हारको जीवन जिउनु हुँदैन रहेछ भन्ने कुरा थाहा पाइसकेपछि एकदम मलाई पनि भित्र सुधार आउन थाल्यो र मलाई पनि एउटा के त एउटा डरबाट चाहिँ मलाई प्रभुले छुटकारा दिनुभयो। त्यस्तै हुँदै मलाई अब संसारमा हुँदा पनि म धेरै नै अब धर्म कर्म धेरै व्रतहरू बस्ने व्यक्ति नै हो। तर प्रभुमा त्यहाँ अब मैले के एउटा भिन्नता पाएँ भने म जब व्रतहरू बस्थेँ तर मलाई कुनै पनि त्यो देवी देवतासँग एउटा प्रेम चाहिँ नबसेको क्या। एउटा आफ्नो स्वार्थको लागि हुन्छ नि, अब आफ्नो राम्रो होस्, आफ्नो जीवनमा सुधार होस् भन्ने एउटा हेतु मात्रै हुँदो रहेछ उनीहरूसँग चाहिँ, त्यस्तो गहिरो प्रेम नबस्ने। तर जब प्रभु यस कृष्णमा आइसकेपछि चाहिँ एक खालको प्रेम बस्ने क्या। ओहो उहाँले त्यति धेरै हामीलाई प्रेम गरेको रहेछ, प्रभुको मैले चाहिँ आज्ञा मान्नुपर्छ, उहाँको आज्ञामा चाहिँ म हिँड्नुपर्छ भन्ने खालको हुने क्या। अनि त्यो कुरा चाहिँ किन मैले महसुस गरेँ भने किन चाहिँ मैले चाहिँ त्यहाँ प्रेम बसेन, प्रभुसँग प्रेम बस्यो भन्दा चाहिँ मलाई चाहिँ एउटा आत्मामा एउटा जिज्ञासा चाहिँ प्रभुले मलाई के भन्नुभयो भने तँलाई चाहिँ मैले प्रेम गरेको कारण चाहिँ तैँले मलाई प्रेम गर्छस् भन्नुभयो क्या। तैँले चाहिँ मलाई प्रेम गरेको होइन, तर मैले चाहिँ तँलाई प्रेम गरेको कारण चाहिँ तैँले चाहिँ मलाई प्रेम गरेको भन्नुभयो क्या। अनि मैले सोचेँ होला पनि सायद संसारमा चाहिँ मलाई चाहिँ भन्छ नि त यूहन्ना 10:10ले चोर त चोरलाई नाश गर्न मात्रै आउँछ, उनीहरूले चाहिँ हामीलाई चाहिँ एउटा जीवन दिन चाहिँ होइन, तर एउटा हामीलाई हाम्रो जीवनबाट चाहिँ एउटा केही फाइदाको लागि मात्रै उनीहरूले प्रेम गरेर नै हामीले पनि उनीहरूको लागि फाइदाको लागि मात्रै प्रेम गर्दो रहेछौँ क्या। जुन नापले तिमीले नाप्छौ त्यही नापले तिमीलाई नापिन्छ भनेर प्रभुले भन्नुहुन्छ नि, त्यस्तै खालको हुँदो रहेछ कि हामी संसारमा हुँदा चाहिँ कुनै पनि देवी देवतासँग त्यस्तो गहिरो प्रेम चाहिँ नबस्ने, आफूलाई ठुलो देखाउनको लागि, आफ्नो स्वार्थ पुरा गर्नुको लागि, आफ्नो एउटा अभिलाषाको लागि मात्रै हामी त्यो गर्दो रहेछौँ। तर प्रभुमा आइसकेपछि त्यो नहुँदैछ क्या। दुःख हुँदै गर्दा, कष्ट हुँदै गर्दा हामी प्रभुमा आइसकेपछि दुःख कष्ट हुन्छ, तर एक खालको शान्ति हुन्छ क्या प्रभुमा आइसकेपछि। प्रभुमा आइसकेपछि मैले धेरै दुःखहरूलाई सामना गरेको छु, धेरै समस्याहरूको सामना गरेको छु, तर पनि त्यो एक खालको आनन्द प्रभुले दिने शान्ति छ, त्यो शान्ति चाहिँ ममा होइ नै रहन्छ क्या। प्रभुमा आइसकेको पछिको दुःख र पहिलेको दुःख चाहिँ धेरै आकाश पातालको फरक छ क्या। जस्तो सुकै समस्या किन नआओस्, तर पनि प्रभुमा भएको दुःख चाहिँ केही पनि होइन क्या। जब हामी उहाँको दुःखलाई सम्झिन्छौँ, उहाँले भोग्नुभएको कष्टलाई सम्झिन्छौँ भने त्यो चाहिँ केही पनि होइन। हामी प्रभुमा आउने बित्तिकै सबै राम्रो हुन्छ, दुःखै हुँदैन, सबै कुरा सबै शान्ति नै हुन्छ भन्ने चाहिँ होइन। तर यति हो प्रभुले हामीलाई त्यो दुःखबाट विजय दिनुभएको छ, शान्ति दिनुहुन्छ भन्ने एउटा आशा चाहिँ हामीमा हुन्छ कि, किनभने प्रभुले चाहिँ हामीलाई विजय दिनुभएको छ, उहाँले चाहिँ हामीलाई छुटकारा दिनुभएको छ भन्ने कुरा हामीले जब विश्वासद्वारा पक्रिन्छौँ, ती कुरालाई उहाँको आज्ञामा हामी हिँड्छौँ भने चाहिँ ती सबै कुरामाथि चाहिँ प्रभुले चाहिँ हामीलाई दिनुहुन्छ। मलाई त्यसको मतलब जस्तै परिस्थितिमा पनि परमेश्वरले चाहिँ हामीलाई शान्ति र आनन्द चाहिँ दिनुहुन्छ। त्यो चाहिँ एकदम मलाई विश्वास छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद है। अनि लास्टमा हामी अन्त्यतिर छौँ। तपाईँ जस्तो जति युथहरू हुनुहुन्छ है, जवान अवस्थामा हुनुहुन्छ, उहाँहरू पनि कतिजनाको जीवन यस्तै खालको परिस्थिति भएर उहाँ गुज्रिराख्नु भएको छ।
उहाँहरूको लागि स्पेसल तपाईँ के भन्न चाहनुहुन्छ? म त के भन्न चाहन्छु भने आज प्रभुलाई पाउनुभन्दा ठुलो कुरा चाहिँ केही रहेनछ। म हाम्रो संसारमा हुँदा पनि म पनि के सोच्थेँ भने यो केही पनि होइन, विदेशी धर्म होला, यो केही पनि होइन होला भन्ने सोच्थेँ है। संसारमा हुँदा हामी सबैको सोच्ने त्यही हुन्छ, यो केही पनि होइन भन्ने हुन्छ। तर प्रभुलाई पाउनु, उहाँलाई चिन्नु है, उहाँमा जीवन पाउनुभन्दा ठुलो मान्छेले पाउने सबैभन्दा बहुमूल्य कुरा चाहिँ प्रभुलाई पाउनु र उहाँलाई चिन्नु र आफ्नो आत्मा बचाउनुभन्दा ठुलो कुरा चाहिँ मान्छेले केही पनि छैन। हामीलाई कसले सृष्टि गर्यो, हामी कहाँबाट आयौँ र हामी कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ मानिसले पत्ता लगाउनुपर्छ। र मानिसले चाहिँ आफ्नो आत्मा चाहिँ कहाँ जाँदैछ भन्ने कुरा चाहिँ आत्माको लागि पनि हामीले चाहिँ चिन्ता गर्नुपर्छ। आज म चाहिँ के देख्छु भने मान्छे चाहिँ शरीरको लागि मात्रै जिइरहेको देख्छु कि ऊ शरीर अब कसरी चाहिँ कहाँबाट ल्याउने, के गर्ने, अब कसरी चाहिँ हामी चाहिँ अब उन्नतितिर जाने भन्ने कुराहरू मात्रै मान्छेले सोचिरहेको धेरै मान्छेहरू चाहिँ शरीरको लागि चाहिँ जिइरहेको हुन्छ। र हामी आत्माको लागि चाहिँ मान्छेले भन्छ नि खाइस लाइस मरेपछि लम्पास भन्छ नि। तर मरिसकेपछि हाम्रो एउटा जीवन छ, त्यो जीवन प्राप्त गर्नु चाहिँ हाम्रो लागि चाहिँ एकदम जरुरी छ। किनकि प्रभुले चाहिँ हामी कोही पनि नाश भएको चाहिँ चाहनुहुन्न, सबैको आत्मा चाहिँ उहाँले चाहिँ बचाउन चाहनुभएको हुन्छ। त्यस कारण चाहिँ हामीले चाहिँ हामी चाहिँ मानिस भइसकेर जन्मिसकेपछि हामीले त्यो एउटा कर्तव्य चाहिँ हाम्रो पनि हामी भित्र भएको आत्मालाई बचाउने कर्तव्य हामीमा पनि हुन्छ। तर हाम्रो कर्मले चाहिँ हामी बचाउन सक्दैनौँ, तर प्रभुको त्यो अनुग्रहद्वारा हामी बचाउन सक्छौँ। तर हामीले त्यो कुराहरूलाई चाहिँ खोजी गर्नुपर्छ र प्रभुलाई चिन्नुपर्छ। प्रभुले चाहिँ हामीलाई चाहिँ त्यो हाम्रा पापबाट होइन, हाम्रा श्रापबाट चाहिँ हामीलाई छुटकारा, हाम्रा रोग कष्टबाट सबैबाट हामीलाई विजय दिनुहुन्छ। यदि हामी साँचो हृदयले चाहिँ हामी प्रभु कहाँ गयौँ र हाम्रो आफ्ना पापलाई स्वीकार गऱ्यौँ भने चाहिँ हामीलाई चाहिँ सबैबाट छुटकारा दिनुहुन्छ। त्यसरी नै प्रभुले हामीलाई अब है चलाइराख्नु भएको छ, अब प्रभुले बढाइराख्नु भएको छ। त्यति म उहाँको बारेमा सुसमाचार सुनाउने गर्छु मान्छेलाई। अहिले होइन प्रभुको सेवामा चाहिँ बढिरहेको छु। मेरो भेनालाई पनि मैले प्रभुको सुनाएँ, हाम्रो परिवार मम्मीले सुनाउनु भयो, उहाँले पनि प्रभुलाई पाउनुभयो। आज हामीद्वारा है हाम्रो परिवार बाँच्यो मद्वारा, अनि फेरि हाम्रो दिदीको परिवार पनि आज प्रभुमा बाँचेको छ। भेनाले पनि त्यो नराम्रो कुराहरूबाट क्लबबाट छुटकारा पाउनुभयो। ओके, तपाईँको जुन चाहिँ त्यो समयमा तपाईँले रोक्ने भेनाले पनि पाइसक्नुभयो? भेनाले दिदीले पाउनुभयो। भेनाले त रोक्नुभएको थियो, दिदीले चाहिँ रोक्नु भएको थियो है। उहाँले पनि प्रभुलाई पाउनुभयो। प्रभुको प्रेम चाहिँ होइन अचम्मको छ। प्रभुलाई धन्यवाद। हवस् त, तपाईँलाई धेरै धेरै धन्यवाद ब्रदर है, आज हामीसँग यसरी यति समय दिनुभयो, तपाईँलाई धेरै धन्यवाद। र आउने दिनहरूमा परमेश्वरले तपाईँको जीवनमा धेरै आशिष दिनुभएको होस्। र यसरी नै दर्शकप्रियहरू, के कुरा भन्न चाहन्छु भन्दाखेरि चाहिँ जसरी उहाँको जीवनमा जस्तो खालको परिस्थितिबाट उहाँ गुज्रेर आउनु आज प्रभुले उहाँको जीवनमा धेरै कामहरू गर्नुभएको कुराहरू हामीले जान्न सक्यौँ। र यदि कोही हजुरको जीवनमा नि यस्तो खालको कुराहरू छ भने हजुरले पनि यो जुन चाहिँ गवाई हामीले सुन्यौँ, उहाँको गवाईको जुन चाहिँ त्यो एउटा रहस्य परमेश्वरले दिनुभएको उहाँको जीवनमा उहाँले गर्नुभएको चङ्गाई जुन कुरा हामीले सुन्यौँ, त्यो कुराहरूलाई चाहिँ हामीले सुनेर बुझेर आउने दिनहरूमा तपाईँहरूको जीवनमा नि छुटकारा पाउन सक्नुहुन्छ है। हवस् त, म तपाईँलाई सानो एउटा रिक्वेस्ट गर्न चाहन्छु, तपाईँले यो भिडियोलाई सक्दोसम्म तपाईँले तपाईँको मित्रहरूलाई सेयर गर्नुहोस्, तपाईँको मण्डलीहरूमा है, तपाईँको जसको घर परिवारमा यस्तो खालको समस्याहरू छ तपाईँले सेयर गर्नुहोस् है। यदि तपाईँले एउटा भिडियो सेयर गरेको कारणले गर्दा कसैको जीवनमा छुटकारा आउँछ, सँगै आउँछ र उहाँको आत्मा बाँच्छ भने त्यो आशिष तपाईँले पाउनुहुन्छ। हवस् त, तपाईँलाई धेरै धेरै धन्यवाद अहिलेसम्म हाम्रो साथमा रहिदिनु भयो, र पावल ब्रदरलाई पनि धन्यवाद। अनि दर्शक सबैजनालाई तपाईँलाई धन्यवाद दिन्छौँ। सबैजनालाई जय मसीह।